अर्को एउटा प्रसङ्ग चाहिँ जस्तो काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी चाहिँ अघिल्लो पटक नै यहाँको कार्यकालमै वितरण पनि भइसकेको थियो, तर पछिल्लो समय अहिले चाहिँ प्राकृतिक विपत्ति पछि रोकिएको चाहिँ अझै पनि त्यो चाहिँ जुन तीव्रताको साथमा आउनु पर्थ्यो त्यो तीव्रता हासिल नभएको हो कि भन्ने पनि छ। एउटा प्राकृतिक विपत्ति आयो, खास गरी मेलम्चीमा। मेलम्चीको भूबनोटले गर्दा अलिकति पानी बढी परेपछि त्यहाँ बाढी गएको पनि पहिरो गयो, पहिरोले खोलो रोक्यो, धेरै पानी रोकिएपछि त्यो ब्रस्ट भयो अनि त्यसले अगाडि सुहा पार्दै ल्यायो। त्यसले मेलम्चीको इन्टेकलाई पनि, मेलम्चीको पानी छोड्ने ठाउँलाई पनि, मुहानलाई पनि त्यसले भरिदियो, त्यो लेदोले भरिदियो, नराम्रोसँग बढ्यो। तर एउटा सावधानी के भयो भने त्यस्तो स्थितिमा मेलम्चीको ढोका बन्द गरिदिनाले टनेल भरिएन, नत्र भने अर्को टनेल खन्नुपर्ने हुन्थ्यो, त्यो टनेल काम लाग्दैन थियो। एउटा ठुलो काम त्यो इन्जिनियरलाई जसले त्यो बन्द गर्यो उसलाई पुरस्कृत गर्नुपर्छ, जसले त्यो ढोका बन्द गरिदियो। सानो काम होला, ढोका बन्द गर्नु ठुलो काम होइन होला, तर अर्को सुरुङ खन्नु परेन, नत्र त्यहाँको पानी मात्रै होइन, लेदो सुन्दरी जल मात्रै होइन, काठमाडौँमा पस्थ्यो। त्यसलाई तदारुकताका साथ त्यति बेरै बनाउनु पर्थ्यो, छिटै। जति बेर लेदै थियो, फ्याँक्न सजिलो थियो, जमेको थिएन। अब त्यो त लेदो होइन, अब त्यो माटो जमेको माटो भइसक्यो। यो छिटै हामी काम गर्छौँ र छिटै नै पानी छोड्ने स्थिति बनाउँछौँ।